हेलो वेलकम टु ब्याक रोजिलिम्बु भ्लगमा सबै साथीहरूलाई स्वागत छ। सबैजना आरामै सन्चै हुनुहुन्छ होला। आज भने म इन्डियाको सिक्किम नाम्ची बजार नजिकै चारधाम शिव मन्दिर हुँदै साई मन्दिर हुँदै हेलिप्याडसम्मको दृश्य देखाउने छु। भिडियोलाई के कस्तो लाग्छ अन्त्यसम्म हेरी साथ दिनुहोला भन्दै भिडियोतर्फतिरै अघि लैजानेछु। अहिले भने हामी मन्दिर प्रवेश हुँदैछौँ। यहाँ भने पार्किङ रहेको छ। हामीले पनि गाडीहरू पार्किङ गरिसकेका छौँ। यसरी नै हामी भित्र जाँदैछौँ। हामी देख्न सक्छौँ अगाडि शिवको मूर्ति। हामी त्यहाँसम्म पुग्नेछौँ। भिडियोलाई फलो गर्दै जानुहोला। अब यहाँदेखि भित्र प्रवेश हुनलाई यहाँ टिकट लिनु पर्दो रहेछ। टिकट पनि लिइसकेर हामी भित्र प्रवेश हुँदैछौँ। यहाँ पनि शिवको मूर्ति रहेको छ। चाहिँ जुत्ता राख्ने र्याकहरू बनाइएको रहेछ। अब यहाँदेखि पनि भित्र मन्दिर प्रवेश गर्नलाई चप्पल जुत्ताहरू चाहिँ निषेध गरिएको रहेछ। त्यसैले हामीहरूले पनि यहाँ आफ्नो जुत्ताहरू खोलिरहेका छौँ र जुत्ताहरू हामी यहाँ देख्न सक्छौँ। जति पनि भित्र प्रवेश हुने जतिले सबै यहाँ जुत्ता राखेर भित्र प्रवेश गरिसक्नु भएको छ र हामीले पनि यहाँ सुजहरू राखेर हामी अब यहाँदेखि भित्र प्रवेश हुँदैछौँ। वरिपरिको दृश्यहरू एकदमै रमणीय र राम्रो बनाइएको रहेछ। हामी मन्दिर नजिक नजिक पुगिसकेका छौँ। हामी फाइनली मन्दिर पुगिसकेका छौँ र यहाँ साथीहरू पनि आउँदै हुनुहुन्छ र हामी भित्रै प्रवेश गर्दैछौँ र भित्रको दृश्य चाहिँ यस्तो रहेको छ। जुन शिवको दर्शन चाहिँ यहाँ गरिँदो रहेछ र यहाँ दर्शन गरिरहेको पनि हामी देख्न सक्छौँ। ब्याकग्राउन्डमा पूजा गरेको साउन्ड थोरै मात्रै राखेँ मैले, किनभने मेरो डिस्टर्ब आएको कारणले गर्दा मैले सबै म्युटमा राखेको छु। अहिले भने म मन्दिरभित्रको दृश्यहरू देखाइरहेको छु। भित्र वरिपरि यहाँ हामी देख्न सक्छौँ विभिन्न भगवानहरूको नक्सा बनाएर राखिएको छ। अहिले भने हामी पनि भगवान शिवको दर्शन गरेर हामी बाहिर निस्किन लागिरहेका छौँ। फाइनली हामी बाहिर निस्किसकेका छौँ। अब हामी यहाँदेखि तल झर्नेछौँ
एकदमै सुन्दर मन्दिरहरू यहाँ बनाइएको छ। हामी देख्न सक्छौं। चारधाम शिव मन्दिर हजुरहरू पनि पुग्नु भएको छैन भने अवश्य पुग्नुहोला। एकदमै रमणीय र सुन्दर ठाउँ रहेको छ। यहाँ देखिराख्नु भएको मूर्ति चाहिँ भगवान शिवको मूर्ति रहेको छ। यदि भगवान शिव मान्नुहुन्छ भने भिडियोबाटै भगवान शिवको दर्शन पनि गर्नुहोला। सोचेको आँटेको भगवानले पुरा गरिदिनु हुनेछ। अब हामी यहाँदेखि सिधै तल अगाडिपट्टि मूर्ति रहेको ठाउँमा हामी जाँदैछौँ। भिडियो हेर्दै गर्नुहोला। माता गुरुआमा हुनुहुँदो रहेछ। यहाँ जोखाना हेराइँदो रहेछ। यहाँ लोकेसन देखाइएको छ, साथीहरू हेर्नुहोला। हेलो मामाश्री, सबैजनाले हामी यहाँ जुत्ता खोलेकै ठाउँबाट फेरि जुत्ताहरू लिएर हामी जुत्ताहरू यहाँ लाउँदैछौँ। अब हामी यहाँ शिव मन्दिरबाट हामी बाहिर निस्किँदैछौँ। यहाँ भाइले पनि जुत्ता लाउँदैछ खुट्टा पुछेर। हामी बाहिर निस्किरहेका छौँ। अब यहाँ भने अहिले म सबै साथीहरूलाई म यहाँ देखाउँदैछु। सबैजना हाँसी खुसीका साथ बाहिर निस्किँदै हुनुहुन्छ भने यहाँ हेलो सन्याम भाइ। अहिले भने हामी गाडीहरू भएकोतिर आइपुगिसक्यौँ र अब हामी यहाँदेखि जानेछौँ शिरडी साई मन्दिर हुँदै हेलिप्याडसम्म। भिडियोलाई फलो गर्दै जानुहोला। हामी फाइनली साई मन्दिर पुगिसकेका छौँ। म यहाँ हजुरहरूलाई देखाइरहेको छु साई मन्दिर बाहिरको दृश्यहरू र हामी मन्दिरभित्रै प्रवेश हुँदैछौँ। यहाँ पनि जुत्ताहरू भित्र लैजान निषेध गरिएको छ। हामीले यहाँ जुत्ताहरू खोलिरहेका छौँ र
र यहाँ पनि टिकट लिनु पर्दो रहेछ। हामीले टिकट लिइसकेर हामी भित्र प्रवेश हुँदैछौँ। अब यहाँदेखि उता चाहिँ मोबाइल फोन चलाउन निषेध गरिएको रहेछ, त्यसैले मैले यहाँदेखि उताको भिडियोहरू चाहिँ म यहाँहरूलाई देखाउन सकिनँ, माफ गर्नुहोला। हामी साई मन्दिरभित्रदेखि हामी गएर निस्किसकेका छौँ। अब हामी डाइरेक्ट हेलिप्याडको दृश्य देखाउनेछु। यो चाहिँ नाम्ची बजार नजिकै रहेको हेलिप्याड रहेको छ। देख्न सक्नुहुनेछ, हेर्न सक्नुहुनेछ। म वरिपरिको दृश्यहरू म देखिरहेको छु। ओके, आजको हाम्रो घुम्ने लास्ट चाहिँ यही हेलिप्याडसम्म रहेको थियो। अब भने हामी डाइरेक्ट होटलमा जानेछौँ र हामी होटलमा पनि पुगिसकेका छौँ र अब हामी यहाँ खाना खानेछौँ। अब यहाँ खाना खानलाई हामी रेडी बसिरहेका छौँ। यहाँ खाना ल्याउँदै हुनुहुन्छ, देखिराख्नु भएको छ। यसरी नै अब हामी खाना खाएर अब यहाँदेखि हामी सिधै रुम फर्किनेछौँ। दर्शकवृन्द, भिडियो कस्तो लाग्यो कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको भिडियो तपाईलाई राम्रो लाग्यो भने लाइक तथा सेयर गरी च्यानललाई सब्स्क्राइब पनि गर्न नभुल्नुहोला भन्दै नेक्स्ट भिडियोमा भेट्ने बाचाका साथ म पनि छुट्टिन चाहन्छु। हवस् त, बाइ बाइ, फेरि भेटौँला।